गाइज नमस्ते एन्ड वेलकम ब्याक है आज हामी बल खेल्न गइरहेका छौँ के छ तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला एकदम सन्चै आरामै हामी पनि एकदम फिट एन्ड फाइन छौँ लाइक शेयर कमेन्ट गरिदिनु होला यता चाहिँ सेन्सै यता काफ्ले दाई र यता कान्छा छन् है एकदम ठिक छ हामी अब हिँड्दैछौँ बिस्तारै बिस्तारै अघि बढ्दैछौँ नेक्स्ट स्टेप Yes, ल भन we are finally here to play volleyball. Right now we are four people here. हेलो गाइस So we are enjoying the moment. आरामै हुन्छ होला हामी आज बल खेल्न गइरहेका छौँ आरामै त अघि अब हेर्नु होला हाम्रो स्किल आउन लाग्यो गाइस है यहाँ दाईको राम काफले भलक छ एउटा है एमबाप्पे भलिबल खेल्दैछ एमबाप्पे हो शेयर गर्नु होला दाईको नाम एमबाप्पे राखेको एमबाप्पे फुले चला भाग भलिबल एमबाप्पे हो फाइनल्ली हामी चाहिँ ग्राउन्डमा प्रवेश गर्न लागिसक्यो है पार्कमा अब यहाँ चाहिँ यस्तो दामी छ कि सो आज चाहिँ मैले स्ट्यान्ड पनि लिएर आइसकेको छु है र यहाँ चाहिँ भिडियो खिच्ने छ भ्लग बनाइन्छ हामीले होइन रमाइलो पनि गरिन्छ रमाइलो छ यहाँ दिउँसमा चाहिँ गर्मी थियो त्यसैले आउन सकिएन अब चाहिँ बिस्तारै घाम पनि हराउँदै जान्छ रमाइलो पनि हुन्छ गाइस फाइनल्ली हामी पार्कमा आइसकिएको छ है अब चाहिँ हाम्रो भ्लग हिजो हामीले यहाँ ससमा देखाइदिउँ तपाईँले भएन त्यसै गरी अब हामी यो स्ट्यान्डमा चाहिँ मोबाइल राखेर कतै यहाँ भ्लग बनाएर गर्मी त छैन अलिअलि पोली मात्रै राखेको हो हो ल ठिक छ यो भ्लगलाई चाहिँ मेरो 2 दिनको बिदा छ त्यसमा मैले एडिट गरेर जान्छु मैले चाहिँ यहाँबाट अब यसरी खिच्न थालिसकेको छु है ओहो राम्रो भ्यू आइरहेको छ है त्यसै गरी शीतल पनि छ हामी भर्खर सुरु गर्दैछौँ है यहाँ मजा आइरहेको छ है अब खेलिन्छ चाहिँ यो निकाल्छु है एउटा भिडियो पनि खिच्दैछु नि होइन बवाल छ पछि गयो पछि एउटा हातको थाहा के बिग्रिन्छ Đón hơi hơi đó rồi lại con tiếp theo rồi đó cái phần này một
होइन अहिले त कान्छाको त बिर्सेकै छैन क्या हो ल मजा छ है ओके अब लाइभ है गाइज थाक्यो है थाक्यो पसिना हेर न कस्तो भन्छ अन्त खुट्टा लानु त हावा जान्छ कि अहिले त लाइभ होइन नि फेरि भ्लग हो ल कान्छा के छ राय सुझाव सल्लाह एकदम थाक्यो यस्तै छ होइन यो दाइ खेल्नुहुन्छ अरे कि हाम्रो एम्बापेलाई जित्ने मान्छे अरे हो है सानो हो कि उहाँ सालो ओइ ओइ कता मारी है यस्तो रमाइलो पनि छ है यता यस्तो छ कहिले आउने त तपाईँ अब भोलि बेलुका आउँछु भोलि बेलुका पर्सि भने भोलि बेलुका हुन्छ ल अचार मिठो बनाएर ल्याउने है धेरै 1 किलो तिमीहरूले कम्ती भने नि सानले बनाएको अचार धेरै मिठो हुन्छ सबै भाइहरूलाई मिठो लाग्छ मिठो लाग्छ खानुपर्छ मजाले त्यही हो के छ अरू हाम्रो यता एकदम ठिक छ उदयपुर भ्लगको उदयपुर त्यता पालपाल लाइभ हेर्दैछु मैले अहिले अर्जेन्टिना भर्सेस स्पेनको रमाइलो छ यतातिर यता पनि रमाइलो छ है हेलो गाइस हेर्न सक्नुहुन्छ हाम्रो यहाँ खेलिरहनु छन् भाइ अनि दाइ हुनुहुन्छ अलि राम्रोसँग खेल्नु पर्यो ल है ल
यो के हो यो के हो यो बल खेलेको के हो यसको नाम होइन भलिबल होइन है ल दाइको जोस है जोस ल दाइ जोस ल्याउनु पर्यो ओहो भएन अलि राम्रोसँग हान्नु पर्यो यार यस्तो भएन यार के हो यो यसो गो भलक आइरहेछ गाइस हाम्रो रिजल्ट भाइको भलक हो यो चाहिँ हजुरले राम्रोसँगले हेरिदिनु होला अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला आज बिदा भएर यसो खेल्दाछन् आजलाई यति नि थ्याङ्क यू सो मच अर्जेन्टिना भर्सेस पोर्चुगल छोडा यता चाहिँ जेन्स है यता कान्छो बिच घम्सी भइरहेको छ है ल है त खत्रै गयो है ल है कान्छा नहार है ओए छोपो हाना लगाए जस्तै छ है हाम्रो चाहिँ अहिले चाहिँ एकदम अब साँझ पर्न लागिसकेको छ त्यसैले हल्का भ्यू पनि राम्रो आएन हाम्रो अब आज को भाइले यहाँ स्केल देखाउँछु भनेर आएछ नि त्यो दाइको स्केल हेर पनै ल हाम्रोको भाइले पेनाल्टी हान्छु भन्नु ल ल स्टार्ट ल यता चाहिँ हाम्रो कान्छो छन् गोलकिपर ल है त ओए कान्छा के हो गोल खायो है हेरौँ है त गोल जान्छ कि जान्न गएन गोल फेल भयो चोटि अरे 5 चोटिमा कतिचोटि हान्छन् है त 2 कान्छो शीतल हुन्छ है यहाँ चाहिँ यस्तो घुम्ने छ यस्तो घुम्ने छ यहाँ घुमिन्छ है रोक्नु पर्छ घुमाउँछ है यस्तो रमाइलो छ है यहाँ यता यस्तो पनि छ है ए रमाइलो छ है यता भुरुङ नाचाइ हो क्या भुरुङ नाचाइ सबै रोक्यो गाइज हामी चाहिँ अब यति भन्दै आजको अब भ्लग चाहिँ बल खेलेर आइयो गर्मी पनि भयो एकदम साँझ पनि झमक्कै परिसक्यो त्यसैले क्लोजिङ गर्न लाग्यो है र अर्को भ्लगमा चाहिँ हामी फेरि भेट्ने नै छौँ तबसम्मका लागि यहाँहरू सबै प्रतीक्षामा बस्नु होला अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला है हाम्रो यहाँ कान्छो छन् एकदम यिनी एकदम रमाइलो मान्छे छन् यिनलाई पनि हेर्नु नभुल्नु होला यति भन्दै बिदा हुन्छु हस्त नमस्कार